स्वागत छ। आज हामी रामायणका केही यस्ता एकदमै प्रेरणादायी प्रसङ्गहरूमा अलिक गहिरिएर हेर्दैछौँ। मसँग केही छोटा तर एकदमै अर्थपूर्ण कथाहरूको सङ्गालो छ। आज यिनै कथाहरूमा लुकेका अर्थ, जीवन दर्शनका कुराहरू खोतल्ने प्रयास गरौँला। हो, यी कथाहरू सामान्य देखिए पनि यिनमा गहिरो सन्देश लोगेको छ नि। हो त। आज हामी सबरीको त्यो अनुपम भक्ति अनि हनुमानजीले कसरी आफ्नो शक्ति बिर्सनुभयो भन्ने कथा, राम र समुद्र देवता बीचको त्यो संवाद, सीताको अग्नि परीक्षा र त्यो नागलोकमा हनुमानले देखेको अचम्मको दृश्य, यिनै विषयमा छलफल गर्नेछौँ। ल, सुरु गरौँ है त। हुन्छ, सुरु गरौँ। ल, पहिलो प्रसङ्ग सबरीकै लिऊ न त। एक वनवासी वृद्धा, होइन, जसले कति वर्ष रामलाई पर्खेर बसिन्। अनि जब राम आउनुभयो, उनले त आफैले चाखेर मिठो छ कि छैन पक्का गरेर बेर खुवाइन्। त्यो त जुठो भयो नि। हो, र यहाँ सबैभन्दा रोचक कुरा के छ भने रामले त्यसलाई कति प्रेमपूर्वक निसङ्कोच ग्रहण गर्नुभयो। यसले के देखाउँछ भने भक्तिको असली मूल्य भनेको त त्यो भावना हो, प्रेम हो, होइन र? बाहिरी रूप वा नियम भन्दा पनि। एकदम, त्यो शुद्ध भावना नै महत्त्वपूर्ण रहेछ। त्यो स्वीकृति आफैमा ठूलो कुरा थियो। हो त। साँचो स्नेहले कसरी सामाजिक मान्यतालाई पनि पछाडि पार्न सक्छ भन्ने देखिन्छ। हो। अब सबरीको त्यो निश्चल भक्तिबाट अलिकति फरक पात्रमा जाउँ। हनुमानजीको कथा, जो बाल्यकालमा त असाध्यै शक्तिशाली थिए, तर पछि एउटा श्रापले गर्दा आफ्नै शक्ति बिर्सिए। कस्तो अचम्म। हो, यो प्रसङ्गले चाहिँ व्यक्तिको भित्र लुकेको त्यो अपार सम्भावना, तर त्यसलाई आफैले चिन्न नसक्ने अवस्था देखाउँछ। पछि जाम्बवन्तले सम्झाइदिएपछि मात्रै हनुमानले आफ्नो त्यो विराट रूप र शक्ति फेरि सम्झे। ए, भनेपछि कसैले सम्झाइदिनु पर्ने रहेछ कहिलेकाहीँ। एकदम। यसले के सङ्केत गर्छ भने आफ्नो क्षमता चिन्न, त्यो पोटेन्सियल बुझ्न कहिलेकाहीँ बाहिरी उत्प्रेरणा कोही मार्गदर्शक चाहिन्छ। आत्मबोध सधैँ आफै नहुन पनि सक्छ। हो नि, आफ्नो शक्तिबारे थाहा नहुनु र फेरि त्यसलाई जागृत गराउनु पर्ने अवस्था, यो त हामी धेरैले अनुभव गर्ने कुरा होला। खैर, शक्ति भएर मात्रै पनि भएन, त्यसको प्रयोग कहिले र कसरी गर्ने भन्ने विवेक चाहियो, होइन? जस्तो कि राम लङ्का जाँदा समुद्र पार गर्ने बेलाको कुरा। 3 दिनसम्म प्रार्थना गर्नुभयो, तर समुद्र देवता आएनन्, अनि त राम रिसाएर धनुष उठाउनु भयो नि। हो, अनि बल्ल समुद्र देवता प्रकट भएर के भने, प्रभु, धैर्य त राम्रो गुण हो, तर अन्याय सहेर बस्नु चाहिँ मूर्खता हो। यसैले धैर्यको पनि एउटा सीमा हुन्छ र अन्याय विरुद्ध बोल्नुपर्छ भन्ने देखाउँछ। निकै महत्त्वपूर्ण कुरा। निष्क्रियता र सही समयमा कदम चाल्नु बीचको त्यो सन्तुलन कति जरुरी छ भन्ने यिनले देखायो। हो त। हरेक कुरा सहेर बस्नु पनि त भएन नि, होइन? अब अन्यायकै कुरा गर्दा लङ्का जितेपछि सीतामाथि जुन प्रश्न उठ्यो नि समाजबाट, अनि त्यो अग्नि परीक्षाको माग भयो, सीता त निर्धक्क भएर अग्निमा प्रवेश गर्नुभयो। हो, र यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने सीताको जुन शक्ति थियो नि, त्यो बाहिरी कुरामा थिएन। उहाँ आफ्नो सत्यप्रति, आफ्नो पवित्रताप्रति यति विश्वस्त हुनुहुन्थ्यो कि त्यो अग्नि परीक्षा उहाँको लागि आफ्नो सत्यताकै एउटा अभिव्यक्ति जस्तो भयो। ए, उहाँलाई कसैको प्रमाणीकरण चाहिँदैन थियो। त्यस्तै यसले के देखाउँछ भने जब मान्छे आफ्नो सत्यमा एकदमै अडिग हुन्छ नि, उसलाई भित्रैबाट एउटा अजीब किसिमको आत्मबल मिल्छ। त्यो आत्मबलले बाहिरी शङ्का, आरोप सबैलाई फिक्का बनाइदिन्छ। उहाँको वास्तविक शक्ति नै त्यही थियो, त्यो आत्मविश्वास। हो, बाहिरी मान्यता भन्दा भित्रको निष्ठा नै बलियो हुँदो रहेछ। साँच्चै यी कथाहरू त कालजयी नै लाग्छन्। र समयकै कुरा गर्दा त्यो अन्तिम कथा छ नि, हनुमान नागलोक पुगेको, रामको औँठी खोज्न जाँदा त्यहाँ त औँठीको पहाडै देखे रे। त्यो के हो खासमा? त्यो निकै दार्शनिक गहिरो कथा हो। त्यहाँ नागराजले हनुमानलाई भन्छन्, यो त केवल एउटा कल्पको कुरा हो हनुमान। जब जब पृथ्वीमा राम अवतार लिनुहुन्छ, रामकथा हुन्छ, तब एक राम आउनुहुन्छ, अनि उनको सेवा गर्न तिमी जस्तै एक हनुमान पनि। अरे बाफले, भनेपछि यो त चलिरहने चक्र जस्तो भयो। एकदम। यसले हिन्दू दर्शनको त्यो साइक्लिकल टाइम चक्रात्मक समयको अवधारणा देखाउँछ, अनि व्यक्तिको कर्म, उसको कर्तव्य पनि अनन्त छ भन्ने सङ्केत गर्छ।
हनुमानको सेवाभाव कुनै एक युगमा मात्र सीमित छैन, त्यो त निरन्तर चलिरहने प्रक्रिया हो भन्ने देखाउँछ। ब्रह्माण्ड कति विशाल छ र हाम्रो अस्तित्व कति सानो भन्ने पनि बोध गराउँछ यसले। वाह, समयको चक्र, कर्तव्यको निरन्तरता, साँच्चै गहिरो अर्थ रहेछ। यी प्रसङ्गहरू सुन्दा त कथा जस्तो मात्रै लाग्दैन, यिनले त भक्ति, आत्मविश्वास, न्याय, सत्यनिष्ठा अनि समयको विशालता जस्ता कति धेरै पक्षहरू छोएका रहेछन्। निश्चय नै, यी कथाहरू केवल पौराणिक आख्यान मात्रै होइनन्, यिनीहरू त जीवन जिउने कला सिकाउने दर्शन पनि हुन् जस्तो लाग्छ मलाई। यिनले हामीलाई विभिन्न मानवीय भावना, द्वन्द्व, आदर्शहरूमाथि सोच्न बाध्य बनाउँछन्। हो त। यति धेरै शिक्षाहरू छन् यहाँ, तर एउटा प्रश्न मनमा आउँछ के आजको हाम्रो यो व्यस्त दौडधुपको जीवनमा यी मध्ये कुन चाहिँ शिक्षा वा सन्देश सबैभन्दा बढी सान्दर्भिक होला, सबैभन्दा बढी आवश्यक? यो त साँच्चै विचार गर्नुपर्ने प्रश्न भयो। सायद यसमा घोत्लिनु नै आजको हाम्रो यो गहिरो छलफलको एउटा राम्रो निष्कर्ष हुन सक्छ।